ल हामी एक्सपोनेन्शियल इक्वेसनको एसी एक्सरसाइजमा छौं। मलाई चाहिँ क्वेशन भन त के छ के 1 को a मा के छ क्वेशन 7 को पावर m 7 को पावर m प्लस 343 अपॉन 7 को पावर m अपन यता साइड निकाल्दै 343 divided by 7 को पावर m 7 को पावर m is equal to 56 यहाँ अब हामीले अहिलेसम्म के गरिरहेका थियौं त भन्दा कमन लगेर गर्ने गरिरहेका थियौं हैन के गरिरहेका थियौं कमन लिएर गर्ने गरिरहेका थियौं जस्तै यहाँ हामीले 7 को पावर m कमन लिन सक्छौं सक्दैनौं किन सक्दैनौं यो केमा छ न्युमिनेटरमा छ यो केमा छ डिनोमिनेटरमा छ हो न्युमिनेटर र डिनोमिनेटरको चाहिँ कमन लिन सकिदैन हो यसलाई हामी माथि चाहिँ लान चाहिँ सक्छौं यसलाई पनि हामी के गर्न सक्छौं न्युमिनेटरमा लान सक्छौं हामी तर के भइदिन्छ त भन्दा पावर माइनस भइदिन्छ हैन इन्डिसेसको नियमले त्यसको पावर के बनाइदिन्छ तल भएकोलाई माइनस बनाइदिन्छ पावर माइनस बनाइदियो भने त फेरि यो पावर यसको प्लस छ यसको के छ माइनस छ फेरि पनि के लिन सकिन्न त पावर प्लस माइनस भयो भने कमन लिन सकिदैन मैले कतिवटा कुरा भने दुईटा कुरा भने के एउटा अंश र हरमा कमन लिन सकिदैन सकिन्छ है सकिन्छ फरक तरिका छ है कुनै केसमा लिन सकिन्छ जस्तै हेर न यहाँ अब यहाँ 7 को पावर m प्लस 1/7 को पावर m छ भने मानौ हामीले 7 को पावर m कमन लिन सक्छौं यहाँ 7 को पावर m कमन आइसक्यो यहाँ 1 बच्छ प्लस यहाँ के हुन्छ त भन्दाखेरि यहाँ 7 को पावर m चाहिँ माथि कमन लिनको लागि हामीले यहाँ पनि राख्नु पर्छ यहाँ चाहिँ तल चाहिँ के हुन्छ त भन्दा 7 को पावर m into 7 को पावर m यसरी राख्नु पर्छ पहिले बुझ्यो यसरी राख्नु पर्छ यो रे काट्यो भने त आधी उही जे छ त्यही हुने भयो नि त अनि अब यहाँबाट कमन लिँदा 7 को पावर m